Can you really survive in the Philippines as a medical student with around 15,000 to 20,000 pesos a month? In this video, I will break down my real monthly expenses so you know what to expect before coming here. Hi everyone, myself Mevanand and I am a medical student studying in the Philippines. र हामी धेरै जसोलाई यसो जिज्ञासा हुन्छ कि फिलिपिन्समा एज अ मेडिकल स्टुडेन्ट जाँदा मन्थली कति एक्सपेन्समा हामी बस्न सक्छौँ भनेर. सो टुडे आई विल गिभ यु अ अनेस्ट एन्ड रियलिस्टिक ब्रेकडाउन अफ हाउ मच अ मेडिकल स्टुडेन्ट स्पेन्ड्स मन्थली. So let's start with the biggest expense, which is none other than the accommodation. हामी मेडिकल विद्यार्थी प्राय बस्ने गर्दा सेयर्ड अपार्टमेन्ट अथवा सेयरिङ रुममा बस्ने गर्छौँ र रुम रेन्ट चाहिँ यहाँ डिफर पर्छ एकर्डिङ टु द कन्डोमिनियम बिल्डिङ फेसिलिटी एन्ड द डिस्टेन्स फ्रम द युनिभर्सिटी. र यदि तपाईँ सेयरिङ रुममा बस्न चाहनुहुन्छ भने 6,000 देखि 10,000सम्म पेसोजमा मजाले बस्न सक्नुहुन्छ. र यदि प्राइभेट रुम नै चाहियो भने स्टुडियो रुमको लागि जान सक्नुहुन्छ जुन चाहिँ कि 7,500देखि 15,000 14,000सम्म पेसोजमा एभाइलेबल हुन्छ र त्यो एकर्डिङ टु द रुम साइज प्राइस चाहिँ डिफर पर्छ र एकर्डिङ टु द कन्डोमिनियम प्राइस चाहिँ डिफर पर्ने हुन्छ. नेक्स्ट इज फुड एन्ड दिस इज टोटली डिपेन्ड्स अन आवर लाइफस्टाइल. यदि हामी रुममै पकाएर खायौँ भने अथवा मेस नै जोइन गरेर खायौँ भने 5,000 पेसोसम्ममा भ्याइन्छ र यदि कहिलेकाहीँ हामीले आउटिङ गऱ्यौँ भने 1,000 पेसोस 2,000 पेसोस बढ्न सक्छ. तर बाहिर खानुभन्दा पनि राम्रो रुममै पकाएर खानु हो, किनभने बाहिर प्रत्येक दिन त्यही एउटै स्वाद हुन्छ, एउटै खाना हुन्छ होइन, र बाहिरको अलि अनहेल्दी पनि मानिन्छ होइन, र आफूले रुममा पकाएर खाएको आफूले चाहिने स्वाद अनुसार पकाउन सक्छौँ र रुममा पकाएको हेल्दी पनि हुन्छ. ट्रान्सपोर्टेसन इन द फिलिपिन्स इज जेनरली एफोर्डेबल र हामी प्रायःजसो विद्यार्थीहरूले जिप्नी बस अथवा युभीहरू युज गर्ने गर्छौँ. र यदि कलेज नजिकमै छ भने त ट्रान्सपोर्टेसनको कुरै भएन, हिँडेरै गइदियो भने भयो. र यदि तपाईँ अलि डिस्टेन्समा बसिराख्नुभएको छ भने जिप्नी युज गर्न सक्नुहुन्छ जुन कि मन्थली तपाईँलाई 1,000 पेसोसको करिबमा एक्सपेन्सेस हुन्छ, बढी लाग्दैन. There are also study related expenses like photocopy, printing, stationery, which will cost around 500 pesos a month, and the utilities like water, electricity, and the internet, which will add more 1,000 around 1,500 pesos a month. So overall, a medical student in the Philippines typically spends around 14,000 pesos to 20,000 pesos per month, but this can be vary based on lifestyle, cities, or the accommodation choice. This is not a luxury living, but it is comfortable and manageable for medical students. If this video helped you, just share it with your friends. And if you want to ask some questions, you can comment below or you can DM directly. I will provide the Insta link in the description box. Thank you for watching the video.